ठुल्ठुला भाषण गर्छन्, ठुल्ठुला कुरा गर्छन्, सोसल मिडियामा ठुल्ठुला कुरा गर्छन्, तर परिणाम दिने मान्छे धेरै कम छ। हामी अर्ग्यानिक हिसाबले आएका छौँ। हामी कुनै चाहिँ मिडियाबाजी यो सोसल मिडिया चलाएर यो चाहिँ हामी प्रचारबाजी गरेका होइनौँ। हामीले काम देखाएर यो कुलमान घिसिङले काम गरेको छ, काम गर्छ भन्ने एउटा आइडेन्टिटी बनाएर आएका छौँ। हामी कार्यकारी भूमिकामा आएको भोलिपल्टदेखि काम गर्न सक्ने अवस्थामा हामी हुन्छौँ भने अरू कोही व्यक्ति आयो भने 6 महिना 1 वर्षसम्म बुझेर त्यो पनि के गर्ने भन्ने थाहा हुँदैन। मैले त्यो दिन अर्डर गरेपछि र रेगुलर त्यहाँ फलोअप गरेपछि करिब 30 ग्रुप लगाएर हैन 25-30 ग्रुप लगाएर उनीहरूले काम गरे र 1 लेन यो जुन एक लेन चाहिँ उनीहरूले अहिले काम सम्पन्न गरेर अर्को लेन काम सुरु गरिदिए। भाषणको लागि हैन, कामको लागि भोट दिनु होला। अब हामीले एउटा परिणाम दिएका छौँ। त्यो परिणाम तपाईँ आम नेपाली जनतामा त्यो परिणाम